आज चाहिँ मैले बनाएको फाइनली होइन फाइनली मेरो बुढीले यहाँ भाँडा माझिरहेको छ चट्ट लगाएर क्यामेरा पुस्टिनु बुढीले थारो हालेर रहेछ त्यहाँनिर होइन के भन्छ अरे यो सपोर्ट हाल्ने रहेछ तर राम्ररी गरेको थिएन त्यो चाहिँ आज चाहिँ मैले चट्ट मिलाएँ सपोर्ट हालिदिएको छु यो के भन्छ अरे करेलालाई होइन हाम्रो गुलाबको फुल पनि छ फाइनल त्यहाँनिर देखाइदिन्छु होला तपाईँहरूलाई देखाइदिन्छु म होइन गुलाबको फुल ल्याएरदेखि होइन अल्टो छ हाम्रो हेर्नु होला गुलाबको फुल सानो छ होइन अनि यता पनि छ है दुइटै छ कि होइन हजुरलाई राम्रो लाग्ने नलाग्यो हेर्नु नि यहाँ मैले रोपेको होइन पुरै खङ्गट भइरहेछ भने खङ्गट भइरहेको खङ्गट गाई मेरो घाम यताबाट आउँछ है गाई हाम्रो चाहिँ गन पानीमा गाउँ हेऱ्यो भने यस्तै होला खतरा देखाएछ भाँडा माझेको हेर्नु होइन तामाङको छोरा हो भाँडा माझिन्छ यसरी चलाएर होइन मानी स्टाइल चाहिँ 20 साल का तजुर्बा है हमको हाँ इंडिया में बहुत मैंने भाड़ा माछ के पैसा कमाया था होटल में देखिए ऐसा डालना होगा पानी को ऐसा ऐसा करके ऐसा करना होगा और हो जाएगा देखिए हल्का हिंदी हान्दा है फेरि अन्त यस्तो हान्दिनु हुँदाखेरि यस्तो हान्दिनु हुँदाखेरि धुइदिनु हुँदाखेरि ल्याम्मा पाएर सानो सानो देख्न थालिसक्यो भगाएछ होइन अहिले धोएपछि देखाउँछु होइन अरू भ्लग चाहिँ यो धोएपछि बनाउँला अहिलेको लागि चाहिँ यति नै है गाइस बाइ बाइ हेलो गाइस बिहानको भ्लग चाहिँ मेरो ब्रोले स्टार्ट गर्नु भइसकेको रहेछ अनि त्यही हो हिजो फर्स्टमा मैले गरेको थिएँ आज बुढोले स्टार्ट गर्नुभएछ भ्लग त्यही हो म चाहिँ अब खाना बनाउनु लागेको गाइस देखाउँछु हजुरहरूलाई मैले चाहिँ मासु आएको थियो मासु पनि राखिसकेँ अब मासु बनाउँछु अनि खाना बनाएर राख्छु बुढो चाहिँ अहिले पसल जानुभएको छ के त्यो अन्डाहरू लिन जानुभएको छ पसलमा त्यही हो ल म तपाईँहरूलाई खाना बनाएको देखाउँछु गाइजहरू मैले चाहिँ खाना बसालिसकेँ अब खाना बसालिसकेर मासु काट्छु म मासु काटेर अनि त्यसपछि पकाउँछु त्यसै छ गाइज अब म चाहिँ मासु काट्न लागेको मासु चाहिँ यस्तो छ गाइज मासु चाहिँ राम्रै छ है यस्तो छ यस्तो राम्रो मासु हालिदिनु भएको छ है त्यही हो अब म मासु सासु काटेर त्यहाँ मेरो बुढो चाहिँ आउनु भइसक्यो अब के लिएर आउनुभयो देखाउनु होला दोकानबाट आइपुग्यो होइन गाइस सर्लक्क लगाएर समातेर भ्लग बनाउनु होला अब देखाउनु ल तँलाई यो दुईटा अन्डा है दुईटाको अन्डाको भित्र लड्डु चाडा है अनि यहाँबाट निस्किन्छ खाऊ मेरा केला कसले पठाइदिनु आमाले केरा खाऊ ज्यान बनाऊ हो केरा खाऊ ज्यान बनाऊ सर्वक लगाएर अनि स्ट्रिङ ड्रिङ्क एनर्जी ड्रिङ्क बिताएको छु कि म बितामा छु कि खतरा प्राङ हानिदिन्छु म एक खतरा है पुरै खतरा है किन भनौँ न फेरि होइन गाइस किनभने मेरो बुढी जङ्गल जाँदा लो डराउँछ जङ्गल जाँदा बनाउँछु कि यसको प्राङ हान्छ यसलाई म बेबी म खाने
Baby, 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 सो गाइस अहिलेको भिडियो चाहिँ होइन यहाँसम्म है अब खानासाना बनाइरहेको छु खाना बनाएर होइन खाने टाइममा म भिडियो बनाउला हजुरले बनाउनुहुन्छ मैले भ्लगमा भनिसकेको छु अनि त्यसपछि अनि बेलुकातिर चाहिँ हाम्रो छुट्टै काम हुन्छ मेरो खोर बनाउनु पर्ने छ होइन यहाँनिर खोर बनाउनु छ त्यही भएर यहाँ चाहिँ खोर बनाउनु पर्ने हुन्छ बेलुका बेलुका भन्नाले 3 बजीतिर होइन सुरु गर्नुपर्छ मेरो उसले चाहिँ भिडियो बनाउने हो हाम्रो क्यामराम्यान हो मेरो लागि म अब त्यहाँ ठोकिरहन्छु बनाइरहन्छु नि त अनि त्यही भएर यसले चाहिँ मलाई मेरो महाल बोकिन्छ भ्लग बनाउनको मेरो बुढीले होइन मेरो बुढी भनेको बुढी हो नि त कान्छी बुढी हो जेठी बुढी त छैन फडा भयो मेरो बुढी भने सप्तक हुने यही हो अनि मेरो मम्मीको भन्दा चाहिँ अलिकति तल है धेरै अलिकति तल सुरुमा मम्मी अनि मेरो बुढी अनि मेरो भाइ अनि बाबालाई चाहिँ हल्का थोरै मम्मीको लागि यति छ भने बुढीको लागि यति भाइको लागि यति अनि बुवाको लागि यति होइन मेहनत त अब कति गऱ्यो यसमा चाहिँ अब हामीले ड्याङ्गा लगाएर मसला पिन्छौँ बड़े हरामी हो बेटा सो गाइस हाम्रो चाहिँ तरकारी हो तरकारी बनेर होइन तरकारी रेडी भएर खाना खान लागेको छ पस्किसकेको छ खाना खाइरहेको छ हामी चाहिँ बुढीले है अनि म चाहिँ आँगा हामी चाहिँ भात खाइरहेको छु गाइस अब मिठो 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 तरकारी बनाएर देखाउनै भ्याएन नि कराईमा खाने बेला मात्रै कस्तो डिम्बल पसाएको छ देखाएर होला पुरै पानी 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 त्यो त्यो पानी खाँदैन त्यो खाँदै पानी चाहिँ गाई भुइँको मासु लास्ट साह्रो छ लाउन मासु अड्क्यो लाउन मासु अड्क्यो सबै खाइदियो सबै राण साँच्चै बिर्सिरहेको छ कि युनिभर्सिटी एक दिन बुढी र म होइन च्यालेन्ज खेल्नुपर्ने हुन्छ है बुढी यता यता के च्यालेन्ज के च्यालेन्ज भने अब हुन्छ अब के च्यालेन्ज हुन्छ खाऊ खाऊ बुढी खाऊ टाढा बाहिर गएपछि हामी भात खाइसकेर खाना खाएपछि बनाउँछु है गाई नरिसाइदिनु म चाहिँ फेरि बुढीको हातबाटै खान्छु जहिले किनकि मिठो हुन्छ नि त मलाई स्वाद मनपर्छ हामी कहिले पनि छुट्टै छुट्टै खाँदिनँ कि सँगै खान्छु एनी टाइम होइन खाना जहिले पनि होइन हो यस ल गाइज है बाई अहिलेको लागि चाहिँ बाई राम्ररी बस्नु होला एकैछिनपछि भिडियो आउँछ अर्को मजाको अहिलेको पहिलेको भोलिको ल बाई सक्यो